हेलो गुड आफ्टरनुन छ तपाईँलाई र आज चाहिँ गुड इभिनिङ हो र एसएसबीमा तपाईँलाई वेलकम छ र अस्ति मैले एउटा चाहिँ भिडियो हालेको थिएँ बोलेरो 2019को टप मोडल कम्ती रनिङमा र प्रायः हामीले कम्ती रनिङमै गाडीहरू सेल गरिरहेको छ र खासमा उहाँ दाजु चाहिँ अब हाम्रो पुरानै कस्टमर हो। पहिला पनि उहाँ आउनु भएको र उहाँले पहिला पनि बोलेर हेर्नु भएको थियो र उहाँले फेरि अल्टर लानुभयो। फेरि हाम्रोमा फेरि तब उहाँले गाडी देख्नु भएको छ र हामीले उहाँलाई कल पनि गरेको होइन, उहाँ आफै। दाजु तपाईँ भनिदिनुहोस् तपाईँको बारेमा, अब हाम्रो चाहिँ कस्तो रहेछ, तपाईँले अब पहिलेदेखि तपाईँ हाम्रो एउटा फ्यामिली जस्तो भयो नि त होइन। हेलो गुड आफ्टरनुन है। जति पनि अब आउने कस्टमरहरू चाहिँ एसएसबी अटो सेन्टरमा आउनुहोस् है। यहाँ गाडी चाहिँ एभाइलेबल छ, कम्ती अब दाममा तपाईँले पाउनुहुन्छ। मैले चाहिँ कम्ती दाममा नै पाएर चाहिँ यसरी 2019को बोलेरो चाहिँ 515 है लिएर जाँदैछु हो। र जति पनि अब साथीभाइहरू हुन्छ इच्छुक छ भने नि आएर यहाँ लान सक्नुहुन्छ, आउनुहोस्। अनि दाजु तपाईँलाई कस्तो लाग्यो हाम्रोमा एसएसबीमा? किन तपाईँ त हाम्रो पुरानो कस्टमर हो नि त, पहिला पनि तपाईँले गाडी लानु भएको। मैले यो 2023 डिसेम्बरमा एउटा अल्टो 9110 लगेको थियो होइन। अहिलेसम्म चाहिँ अब त्यति मलाई दुःख चाहिँ दिएन क्या, गाडी जस्तो कि अब सोरुमबाट झिकेर लगेको जस्तै नै कुद्यो होइन। अब त्यही अब आशा भरोसा फेरि पनि आएर चाहिँ यो अब बोलेरो म लाँदैछु, यो पनि यसरी म कुदाएर फेरि अब 2-4 सालको बादमा फेरि म एक्सचेन्ज गर्नेछु। यति भन्दै यो मेरो अब जति पनि आउनु भएको साथीभाइ आउनुहुन्छ भने चाहिँ आएर लानु सक्नुहुन्छ है, आउनुहोस् एसएसबी अटो सेन्टरमा। तपाईँ खुसी हुनुहुन्छ? जस्तो कि अब हामीले अरूले भन्थ्यो कि जस्तो कि अब अरूले जस्तो हाम्रोमा आएर भन्छ कि एसएसबीमा दाम महँगो रहेछ गाडी यस्तो उस्तो, अब तपाईँले त अब हाम्रो मेन हो नि त, तपाईँ त अब हाम्रो फेरि पनि आउनु भएको होइन, त्यस्तो छैन। एकदम खुसी छु, म चाहिँ खुसीसँग लाँदैछु होइन, कसैको काममा होइन, आफ्नो अब मन पराएर सेटिस भएर नै म लिएर जाँदैछु। जति पनि आउनुहुने साथी छ भने चाहिँ लिएर जानु सक्नुहुन्छ। यति भन्दै हाम्रो बहिनी Congratulations. हुन्छ।